अब क्लासको बारेमा त त्यही हो होइन तपाईँहरूलाई अब धेरैले मलाई म्यासेजहरू गरिरहनु भएको छ टिकटकमा होइन मैले म्यासेजको रिप्लाई दिनु चाहिँ सकिरहेको छैन होइन तपाईँहरू चाहिँ मलाई डाइरेक्ट फेसबुकमा म्यासेज गर्नुहोस् होइन फेसबुकको नेम प्रोफाइल चाहिँ तपाईँलाई म पछि लिङ्कमा राखिदिन्छु मलाई चाहिँ अब डाइरेक्ट तपाईँलाई क्वेसन्स केही सोध्नुपर्ने छ आइटी कम्पनीको बारेमा आइटी सेउकाको बारेमा अथवा क्लासहरूको बारेमा होइन कि तपाईँ जेरो हुनुहुन्छ भने पनि तपाईँलाई कि तपाईँ माइनसै हुनुहुन्छ भने पनि तपाईँलाई हामी जेरो अथवा प्लस बनाउने काम गर्छौँ आइटीको फिल्डमा प्लस अब अहिलेको जमाना चाहिँ अहिले चाहिँ अब सिउसुप खास्दो पनि चलिरहेछ होइन त्यही त्यसैले पनि आजको भिडियो चाहिँ तपाईँहरूलाई हुनसक्छ भनेर चाहिँ मैले बनाइरहेको छु होइन अब दाइ पनि आउनु भएको छ आज यसो भिडियो बनाइहालौँ न भनेर मात्रै सोचेको अब धेरै पनि भएको थियो भिडियो नहालेको होइन मेरो चाहिँ सोच चाहिँ के छ भन्दाखेरि तपाईँहरूलाई होइन अब अहिले चाहिँ पहिला जस्तो अब होइन अहिलेको 3-4 वर्ष अगाडि 4-5 वर्ष अगाडि जस्तो चाहिँ अहिले जोक्यो छैन होइन पहिला चाहिँ अब एचटिएमएल सिएसएस आएकै भरमा तपाईँहरूलाई कम्पनीहरूले हालिदिने होइन गर्थ्यो भने अहिले चाहिँ अब एआईको जमाना आइरहेको छ होइन तपाईँहरूलाई चाहिँ अहिले लिने चान्स चाहिँ एकदमै कम छ होइन अब एचटिएमएल सिएसएस आउँदैमा मात्रै तपाईँलाई कम्पनीले लिन्छ भन्ने हुँदैन अब कोही कोही त हुन्छ 2-3 जना चाहिँ छिराइ देखाएको थिएँ मैले एचटिएमएल ट्यागै नआउने होइन सिएसएस थाहा नहुनेहरू धरि आइटी कम्पनीमा गएर काम गरिरहेको मैले इक्जाम्पलहरू देखिरहेको छु त्यो भनेको एक्सेप्सन केस हो होइन 1-2 जना हुन्छ होला अब तपाईँ आफूले त्यो एक्सेप्सन केसमा नराख्नुहोस् होइन अलि मेहनतै गरेर चाहिँ अब आइटी फिल्डमा छिर्छु भन्ने चाहिँ सोचेर पढ्नु होला होइन तपाईँलाई केही आउँदैन होइन जेरोदेखि पढ्न चाहनुहुन्छ भने आउनुहोस् मैले क्लास दिइरहेको छु होइन जापानमा चाहिँ लगभग के चाहिँ कुन चाहिँ प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ एकदम बेस्ट हुन्छ तपाईँहरूलाई काम पाउन सजिलो हुन्छ होइन के सिकाएकोहरू तोड गर्दा चाहिँ तपाईँहरूलाई फ्युचरमा चाहिँ हेल्प हुन्छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई म होइन सिकाउने प्रयास गर्नेछु होइन एज अ एक्सपिरियन्स होल्डरको रूपमा होइन अब आज तपाईँको अब यदि केही नलेजहरू छैन तपाईँलाई एकदमै जेरो हुनुहुन्छ होइन अब भने मलाई सम्झिनु होला होइन अथवा कम्पनीहरूको बारेमा के जोक्योहरू बुझ्नु मन छ भनेर भन्नुहोस् होइन अब अथवा अब बाँकी कुरा त त्यही हो होइन अब N1 देखि N3